नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेममत। आज तपाईँलाई यस्तो घर देखाउँदैछु कि यो ब्रान्ड न्यू घर है, त्यो पनि 4 आना चान्चुन जग्गामा बनेको, टाढा होइन है, ठ्याक्कै जोरपाटी चोकको अगाडि नेपाल मेडिकल कलेजको जस्ट साइडमा रहेको, सँगै भन्दा पनि फरक पर्दैन। यति राम्रो घर, अगाडिपट्टि मजाको यो 20 फुटे बाटो पाउनुहुन्छ तपाईँहरूले है। अब यो ब्रान्ड न्यू घर भइसकेको हुँदा सबै सुविधा त पाइ नै हाल्नुहुन्छ। अहिलेको मापदण्ड नयाँ डिजाइन सबै पाउनुहुन्छ। अब आउनुहोस् यो घर हेरौँ, तपाईँलाई जस्ताको तस्तै सम्पूर्ण जानकारी दिनेछु, त्यसपछि अरू जानकारी दिनेछु है त। ल हेरौँ है त। घर यही नै हो। अब तपाईँलाई देखाउँदैछु, हेर्न सक्नुहुन्छ अगाडिको दृश्य यस्तो रहेको छ। तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ, यो साइडमा हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ भने यो अगाडिको फेस भयो है त। ल हेर्नुहोस्, यसको साइडमा ठुला ठुला घरहरू बिल्डिङहरू पनि बनिसकेको छ भने यो ट्याक्क तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ एकदमै राम्रो घर। हेर्दा बित्तिकै किनौ लोभै लाग्दो रहेको छ भने अब तपाईँले यो 20 फुटे बाटो पाउनुहुन्छ। 20 फुटे बाटोमा टक्क टच रहेको यो पार्किङ स्पेस पाउनुहुन्छ। एकदमै ठुलो पार्किङ स्पेस रहेको छ भने यो साइडमा पनि बाइकहरू पार्किङ गर्न सक्नुहुन्छ। मजाले एउटा ट्याक्सीसम्म राख्छु भन्दा मिल्ने रहेको छ। यता त तपाईँले हाइलास नै राख्छु भन्दा पनि मिल्यो है त। अब तपाईँले यहाँनिर पाउनुहुन्छ तलपट्टि 4वटा रुम र कमन टोयलेट बाथरुम रहेको छ। भाडामा दिन मिल्ने, पछाडि पनि ओपन स्पेस रहेको छ है त। तपाईँलाई यो अलिअलि मोटामोटी देखाइहाल्छु जस्ताको तस्तै होइन, हेर्न सक्नुहुनेछ। तपाईँहरूलाई टक्क यहाँ लगेर देखाउने छु। यो सिडी माथि जाने भने यहाँ भित्रतिर यसो माथि माथि हेर्न सक्नुहुन्छ यस्तो खाले डिजाइन रहेको छ है त। ल हेर्नुहोस्, यस्तो खाले रहेको छ भने यो किचनको भाग भयो, तपाईँले हेर्न सक्नुहुन्छ। र यहाँनिर पाउन सक्नुहुन्छ तपाईँले यो एउटा बेडरुम रह्यो, यस्तो खाले रहेको छ। यो साइडमा झ्याल लागेको हुँदा एकदमै उज्यालो रहेको छ। बेडरुमको दृश्य हेर्न सक्नुहुन्छ है, यस्तो खाले रहेको छ भने यतापट्टि झ्याल लागेको हुँदा एकदमै उज्यालो। यो कमन टोयलेट बाथरुम हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ। र यसै गरी तपाईँले यो किचन भागको दृश्य हेर्न सक्नुहुन्छ, यस्तो खाले किचन रुम र पछाडिपट्टि ओपन स्पेस, यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ पछाडिको भागमा है त। अब यहाँनिर पानीको लागि फिल्टर, सफा पानीको लागि फिल्टर रहेको छ हेर्न सक्नुहुन्छ भने यति धेरै खुल्ला स्पेस। यतापट्टि घरहरू बनिसकेको छ भने अब यहाँदेखि पुरै भ्यू एन्टी लाइट परेको छ, त्यो भएर तपाईँलाई अहिले देखाउनलाई अलि गाह्रो पर्यो मलाई होइन। हेर्न सक्नुहुन्छ पुरै भ्यू। अब यो बाहिरी भागको दृश्य हेरिसक्नुभयो भने अब म सिधै तपाईँहरूलाई यो रुमको दृश्य हेरिसक्नुभयो, माथिल्लो तालामा लगेर जानेछु, त्यहाँ के कस्तो छ सबै देखाउने छु, हेर्दै गर्नुहोस् है त। अब तपाईँले यो सिडी रह्यो भने माथिल्लो तालामा लगेर जाँदैछु। हेर्न सक्नुहुन्छ तलपट्टि राम्रो खाले ग्रानाइट टाइल, साइडमा राम्रो खाले स्टिलको रेलिङ, यहाँनिर सेफ्टीको लागि गेट रहेको छ स्टिलको हेर्न सक्नुहुन्छ यस्तो खाले भने अब म तपाईँलाई माथिल्लो तालामा आइपुगेको छु। यहाँ आउँदा बित्तिकै तपाईँले हेर्न सक्नुहुन्छ यति धेरै खुल्ला स्पेस रहेको छ है। अब माथि त अझै लिएर जानेछु। यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो खाले सिसा रहेको हुँदा उज्यालो। अब यो डेकोरेसन मैले ब्रान्ड न्यू घर भनेको थिएँ, त्यो भएर हेर्न सक्नुहुन्छ ब्रान्ड न्यू नै रहेको छ। तपाईँलाई जस्ताको जस्तै देखाउँदैछु है। यो लाइटको कम्बिनेसन, डेकोरेसन, यो 2वटा रुम बराबरको एउटै लिभिङ रुम पाउनुहुन्छ, एकदमै ठुलो साइजको रहेको छ भने अब यो अगाडिबाट के छ यो पनि हेर्न सक्नुहुन्छ, यस्तो खाले बाल्कनी रहेको छ अगाडि। यो देखाइसक्यो भने यो लाइटको फोकस तपाईँहरूले हेर्न सक्नुहुन्छ, एकदमै राम्रो डिजाइन गर्नुभएको छ भने अब यो साइडमा तपाईँलाई देखाउन चाहेँ बिचमा टाइल लगाउनु भएको छ। अब यहाँ त तपाईँले किनेर होइन आफ्नो तरिकाले कार्पेटहरू मजाले बिछाउन सक्नुहुन्छ। र यसै गरी यो एउटा बेडरुम रह्यो, उज्यालो रहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ यस्तो खाले बेडरुम ठुलै साइजको रहेको छ है त। यो पनि देखाइसकेँ तपाईँहरूलाई। र यसै गरी तपाईँले अब यहाँनिर पाउनुहुन्छ बिचमा कमन टोयलेट बाथरुम, यस्तो खाले रहेको छ। माथिसम्मै टाइल युज गर्नुभएको छ भने हेर्न सक्नुहुन्छ। र यसै गरी यो साइडमा अर्को एउटा शानदार रुम उज्यालो रहेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले है त। ल यस्तो खाले यो रुम रहेको छ उज्यालो चुटिक्कको। अब यो रुम भित्रैबाट हेर्नुहोस् त, आहा अनि भ्यूको नजारा एकदमै राम्रो छ है त। तपाईँहरूले अब यतापट्टि अर्को रुम पाउनुहुन्छ। यहाँनिर पनि एउटा रुम रहेको छ, यो ठुलै साइजको, यो पनि एकदमै उज्यालो रहेको छ, हेर्न सक्नुहुन्छ। अब यो साइडबाट पनि भ्यू, आहा नि ल हेर्नुहोस् है त। ल भ्यू एकदमै राम्रो देखिन्छ। यस्तो ठाउँमा रहेको घर हो। तपाईँहरूलाई मोटामोटी यहाँनिरका रुमहरूको दृश्य देखाइसकेको छु। अब म माथिल्लो तालामा लगेर जाँदैछु है त। तपाईँहरूलाई यहाँनिरका रुमहरूको दृश्य देखाइसकेको छु भने अब म सिधै माथिल्लो तालामा लगेर जाँदैछु, त्यहाँनिर के कस्तो छ त्यो पनि देखाउने छु है त। अब यो हेर्न सक्नुहुन्छ यो सिडी रह्यो, तपाईँलाई देखाइसकेको छु भने साइडमा स्टिलको रेलिङ युज गर्नुभएको छ, जस्ताको तस्तै देखाउँछु है। तलपट्टि ग्रानाइट टाइल हेर्न सक्नुहुन्छ। र यसै गरी यो घरको म माथि आइपुगेको छु। यहाँ आउँदा बित्तिकै तपाईँहरूलाई पूजा रुम त चाहिहाल्ने हुने होइन, ठ्याक्क पूजा रुम वास्तुअनुसार मिलेको है त।
उत्तर र पूर्व साइडतिर छ पूजा रुम, तपाईँले हेर्न सक्नुहुन्छ होइन। पूजाको स्पेस उत्तर र पूर्व साइड रहेको छ। त्यो हुँदा वास्तुअनुसार पनि एकदमै म्याचिङ मिलेको छ है त। अब म भित्र प्रवेश गर्दा बित्तिकै यहाँनिर तपाईँले पाउन सक्नुहुन्छ मजाको यो डाइनिङ सेटअप है त। ल अब बत्ती बाल्दा बित्तिकै ल हेर्नुहोस् एकदमै लाइटको सेटअप खतरा राख्नु भएको छ भने यहाँनिर पाउन सक्नुहुन्छ तपाईँहरूले यस्तो खाले रहेको छ है यो किचन सेटअप हेर्न सक्नुहुन्छ। मोडुलर किचन रुम एकदमै राम्रो डिजाइन, उतापट्टि डाइनिङ सेटअप, यतापट्टि किचन सेटअप हेर्न सक्नुहुन्छ। र्याकहरूदेखि ल्याएर सबै एकदमै लाइटको कम्बिनेसन धेरै राम्रो छ। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है त। ल हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ र यसै गरी तलपट्टि पनि राम्रो खाले टाइल युज गर्नुभएको छ भने यहाँनिर हातहरू धुनको लागि पनि एकदमै स्पेस बनाउनु भएको छ। तपाईँलाई यहाँनिर भित्रका रुमहरूको दृश्य देखाइसकेको छु भने अझै उतापट्टि अर्को एउटा बेडरुम रहेको छ, त्यो पनि देखाउने छु है त। तपाईँहरूलाई यो घरको यहाँनिरको यो किचन सेटअप र यो साइडको डाइनिङ सेटअप देखाइसकेको छु है। किचन र यहाँनिर डाइनिङ सेटअप रहेको थियो, जस्ताको तस्तै हेरिसक्नु भएको छ भने अब तपाईँहरूलाई यो घरको बाहिरी भागको दृश्य पनि देखाउने छु। यहाँनिर पूजा रुमको स्पेस त हेरिहाल्नु भयो, वास्तुशास्त्र अनुसार एकदमै मिलाएर बनाउनु भएको छ भने अब यो ठ्याक्क यो बाहिर ओपन स्पेस छ है त। यो खुल्ला स्पेस पाइ नै हाल्नुहुन्छ भने अब तपाईँलाई यहाँनिर यो अर्को एउटा बेडरुम रहेको छ, यो पनि देखाउन चाहन्छु तपाईँलाई। यो पनि एकदमै उज्यालो, लाइटको कम्बिनेसन एकदमै राम्रो र भ्यूको त कुरै नगर्नुहोस् है। ठ्याक्क यो रुमबाटै पुरै भ्यू आहा नि त्यो बाटो गुडिरहेको हेर्न सक्नुहुन्छ। जोरपाटीको मेन हाइवे बाटो है त, तलपट्टि ट्याक्कै देखिरहनु भएको यो बिचबाट त्यो मेन हाइवे बाटो त्यही नै हो भने त्यहाँदेखि यहाँसम्म कति नै छ र तपाईँले देखिहाल्नु भयो भने तपाईँलाई यहाँनिर भित्र रुमहरूको दृश्य देखिसकेको छु। यो ठ्याक्क मास्टर बेडरुम भन्दा पनि फरक पर्दैन होइन। यहाँनिर हेर्न सक्नुहुन्छ टोयलेट बाथरुम भित्रै अट्याच रहेको छ, यो मास्टर बेडरुम रहेको छ है। तपाईँलाई यो जस्ताको तस्तै जानकारी राखिसकेको छु, पक्कै पनि मन पारिसक्नु भयो होला। अब ढिला गर्दै नगर्नु, यति राम्रो घर म देखाउँदैछु, यो भिडियो अन्तिमसम्म हेर्नु अनि मात्रै कन्ट्याक्ट गर्नुहोस् है त। तपाईँलाई यतातिरको रुमहरूको दृश्य पनि देखाइसकेको छु भने अब म सिधै माथि तालामा लगेर जाँदैछु। माथि के छ वरिपरिको भ्यू सबै देखाउने छु है, जस्ताको तस्तै। यहाँनिर हेर्न सक्नुहुन्छ यो फलामको गोल भर्याङ रह्यो भने हेर्न सक्नुहुन्छ। अब तपाईँलाई यो घरको छतदेखि चारैतिरको भ्यू अगाडि के छ सबै देखाउने नै छु। अब म माथि छतमा आइपुगेको छु। यहाँ आउँदा बित्तिकै तपाईँले हेर्न सक्नुहुन्छ यस्तो खाले तलपट्टि राम्रो टाइल युज गर्नुभएको छ भने पानीको टङ्की यहाँ दुईवटा रहेको छ, तल एउटा रहेको थियो हेर्न सक्नुहुन्छ। अझै राम्रो तरिकाले देखाउँछु तपाईँलाई, हेर्नुहोस् दुईवटा पानीको टङ्की, यहाँनिर यति धेरै खुल्ला स्पेस र अब यहाँदेखि यो भ्यू मजाले हेर्न सक्नुहुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ यो साङ्ग्रिला कार्पेट यहीँ अगाडि रहेको छ भने नेपाल मेडिकल कलेज पनि नजिकै रहेको छ, भेनस स्कुल पनि नजिकै रहेको छ, सबै सुविधा पाइ नै हाल्नुहुन्छ। यतापट्टि हेर्न सक्नुहुन्छ वरिपरिको भ्यू एकदमै रमाइलो ठाउँमा रहेको घर रहेको छ है त। अब अन्तिमसम्म हेर्नु अनि मात्रै सबै जानकारी थाहा नै पाइ नै हाल्नुहुन्छ। यति राम्रो घर तलदेखि माथिसम्म हेरिसक्नु भयो, पक्कै पनि मन पारिसक्नु होला। अब यो घरको बारेमा सर र तपाईँलाई जानकारी दिने नै छु। अब यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्लाको कनेश्वर नगरपालिका वार्ड नम्बर 8 मा रहेको चाबेल चौकदेखि पनि नजिकै, जोरपाटीदेखि अलिकति माथि, नेपाल मेडिकल कलेज भेनस स्कुलको जस्ट माथिपट्टि भन्दा पनि फरक पर्दैन। यो साङ्ग्रिला कार्पेट है त, त्यसको जस्ट साइडमा रहेको घर हो। यो 4 आना 2 दाम जग्गामा बनेको 2.5 तले ब्रान्ड न्यू घर रहेको छ भने अगाडि मजाको ठुलो 20 फुटे बाटो पाउनुहुन्छ तपाईँले। तलपट्टि 4वटा रुम र कमन टोयलेट बाथरुम, अगाडिपट्टि मजाको एउटा ठुलो गाडी पार्किङ गर्न मिल्ने स्पेस, 4-5वटा बाइक पार्किङ गर्न मिल्ने स्पेस, पछाडि पनि खुल्ला स्पेस पाइ नै हाल्नुहुन्छ। माथिल्लो तलामा आउनुहुन्छ भने 4वटा रुम बराबरको स्पेस पाउनुहुन्छ भने अगाडिपट्टि पनि बाल्कनी रहेको छ, कमन टोयलेट बाथरुम त पाइ नै हाल्नुहुन्छ। त्योभन्दा माथि आउनुहुन्छ भने 3वटा रुम बराबरको स्पेस पाउनुहुन्छ, एउटा मास्टर बेडरुमलाई भित्रै अट्याच भएको बेडरुम पनि रहेको छ भने किचन सेटअप, डाइनिङ सेटअप एकदमै खुल्ला उज्यालो रहेको छ, अगाडिपट्टि ओपन स्पेस त पाइ नै हाल्नुहुन्छ। त्योभन्दा माथिदेखि तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु भने अब अगाडिपट्टि हेर्न सक्नुहुन्छ यो साङ्ग्रिला कार्पेटको दृश्य है। नेपाल मेडिकल कलेज अलिकति अगाडि, जोरपाटी चोक अलिकति अगाडि, बौद्धनाथ पनि नजिकै भयो। अब यतापट्टि पनि हेर्न सक्नुहुन्छ भने तपाईँले यस्तो खाले ठुलो बिल्डिङहरू रहेको छ। यो साइडदेखि वरिपरिको भ्यू मजाले हेर्न सक्नुहुन्छ। नयाँ नयाँ घरहरू बनेको ठाउँमा यो पुरै नयाँ बस्ती है त, हेर्न सक्नुहुन्छ अगाडि यो नयाँ प्लोटिङ नै रहेको थियो, प्लोटिङमै नयाँ नयाँ घरहरू बनिसकेको छ, नयाँ बस्ती बसिसकेको छ भने एकदमै राम्रो राम्रो घरहरू पनि बनिसकेको छ। यो घर पनि तलदेखि माथिसम्म तपाईँलाई देखाइसकेको छु। राम्रो घर रहेको छ भने मौकाको फाइदा उठाइहाल्नु होला।
तपाईँले नसोचेको मूल्यमा लिन चाहनुहुन्छ भने ढिला गर्दै नगर्नुहोस् है त। आउनुहोस्, हेर्नुहोस् जग्गाको के कति चाहिँ लाग्छ, यस्तो राम्रो घर बनाउँदा कति खर्च लाग्छ, तपाईँले आफै क्यालकुलेसन निकालेर यति राम्रो घरलाई यति पर्दो रहेछ भनेर मूल्य हालेर लिन सक्नुहुनेछ। अब ढिला गर्दै नगर्नुहोस्। यति राम्रो घर लिन चाहनुहुन्छ भने साइडमा हेर्नु न, घरको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।